कुन चाहिँ कुरो अनि उ त्यसको हो त्यो लोटा बिस्तारै अर्को मुखमा बिस्तारै बिस्तारै कम हतार नगर्नु नि अब हतार गरेर भने म गर्दिनँ तर्छु यसलाई थकाउने यसलाई थकाउने के छोड्नु नगर्देऊ भाइ नगर्देऊ त्यही त नगर्देऊ क्या किन नगर्देऊ न त्यही त उहाँ आफैले गरोस् क्या जे गरे नि नेट छैन कसैसँग छैन त कानमा हात हाल्न सकिन्छ भने यसो विचार गर्नु कानमा हाल्न सकिन्छ यस्तो गइरहेको यो पनि रड गरिदिनु पर्यो यसको त हावा पनि पर्यो यो निकाल्दैन सानो यो स्वार्थ गऱ्यो भने त बर्बाद हुन्छ अहिले मजाले खेलाउनु है अहिले मजाले थकाउनु अनि त्यो आफै उताउनु परेपछि बल्ल समात्नु सोधिनु त्यसलाई बरु चार किलो जति होला बल्छी खुसी लाग्छ बल्छी खुसी लाग्छ बसिनु छ बल्छी हुँदैन साइड चाहिँ गर्दैन नगर्दै त म समातिरहेको छु दाइ तपाईँले कुचिरहनु त हाल्नु छोडिदिन्छ कसको तपाईँकै हो ल हेर्नु नि तपाईँ बर्बाद गऱ्यो नि सबैभन्दा यता उता 5 किलो जत्रो छ नेट छैन किन ठुलो माछा किन लान्न पाउनु यो नेटले चाहिँ बरु छप्पो पार्नु है त्यसले जाँदैन दाइ म त दुईटा हातले झ्याप्पा मात्र माथि फालिदिनु भन्छु भने बिस्तारै छोड्नु कानमा च्याप्पा समाउनु न फेरि गल्छ डुब्ला मुखमा हाल्न पाए हुन्छ मुखमा मुखमा त त्यो कहाँ हाल्न दिन्छ त्यसले यो उसमा चाहिँ नि तपाईँको हातमा चाहिँ छिराइदिएला दाइ त्यसले तपाईँको हातमा छैन नि त फेरि त्यसो नगरौँ दुईटा हातले झ्याप्पा मात्र माथि फाल्नु के होइन छोड्नु त्यसलाई खेलाइरहनु पर्यो जबरजस्ती नतान्नु कसरी खेलोस् अब तपाईँले गिल्सैमा हाल्नु भयो त्यो त अहिले अब कानमा हात हाल्नु खतम गऱ्यो ल